हेलो एभ्रिवान, आज हामी पोक बनाउन गइरहेको छौँ। पोक चिल्ली बनाउनुको एकदम इजी छ। हेर्नुहोस्, भेजिटेबलहरू काटेर राखेका थियौँ हामीले र सलादको लागि गाजर र काँक्रो पनि थियो। हामीले सबै भेजिटेबलहरू यसरी रेडी गऱ्यौँ। पोर्कलाई फ्राई गऱ्यौँ। फर्स्टमा पोर्कलाई फ्राई गरेर निकालिसकेपछि हामीले त्यही निकालेको तेलमा हामीले अदुवा लसुनलाई फर्स्टमा एकछिन भुट्यौँ, हरियो खोर्सानी पनि हाल्यौँ र प्याजलाई एकछिन भुट्यौँ। त्यसपछि हाम्रो अरू बाँकी भेजिटेबलहरू हालेर चलायौँ। हालिसकेपछि हामीले त्यसलाई मसला हालेर केचप पनि हाल्यौँ, थोरै साग पनि हाल्यौँ र पोर्क हालेर राम्रोसँग चलायौँ। अनि स्वादअनुसार नुन पनि हाल्यौँ र यसलाई हामीले एकदम मिठोसँग राम्रो देखिने गरी बनाइसकेका थियौँ। र हामीले चिकन करी र आलुदम चाहिँ फर्स्टमै बनाइसकेका छौँ, त्यसको भिडियो पछि हाल्नेछु। र हामीले यसलाई चिउरासँग एड गरेर एकदम मिठोसँग खायौँ। हेर्नुहोस्, यसै गरी तपाईँहरू पनि बनाएर खान सक्नुहुन्छ। त्यसको लागि हाम्रो फुल भिडियो हेर्न युट्युबमा जानुहोला। हस् त, धन्यवाद, बाई बाई गाइस।